किनभने हामी सबैबाट दिन्छु अलिकता प्रकाश पार्छौँ कार्यक्रम हामी कतिले हाम्रो धेरै हिंसा भइरहेछ। त्यो हिंसा महिलाहरूमाथि हामी आफै पनि महिला छौँ। यो महिलाहरूमाथि हामी बुझेर नबुझेर के हिंसा हुँदैछ भने हामीले जानकारी पनि हुँदैन। त्यो हिंसा भइरहेको बेलामा हामी कहाँ जाने, कसरी जाने, के गर्ने, अनि त्यो सबैको लागि मैले हजुरको पालिका अध्यक्षसँग एउटा सल्लाह गरेको थिएँ। हामीलाई एउटा तालिम दिनु, त्यो तालिम हामीले चलाउँछौँ। पक्कै पनि यो तालिम तपाईँहरूको लागि एकदम लाभदायी हुनेछ। यसमा हामी दुई किसिमको तालिम चलाउँछौँ। एउटा पहिला कानुनी सचेतना हुन्छ, त्यसमा हामीसँग लयर 2-3 जना लयर पनि आउनुहुन्छ। त्यो 7 दिनको पिरियडमा उहाँहरूले कानुनमा महिलाहरू सम्बन्धी अनि यो बालबालिका सम्बन्धी के हाम्रो एम छ, त्यो एममा हामी कसरी पेश गर्न सक्छौँ त्यो सबै सिकाउनुहुन्छ। अनि संस्थागत विकासको लागि हामी जस्तै कुनै संस्थामा जाँदाखेरि त्यो अपर्च्युनिटी कसरी हामीले लिने हो, अपर्च्युनिटी धेरै जानु समाजमा त्यो अपर्च्युनिटीसम्म हामीले कसरी पुग्ने हो, त्यो पुगेर पनि पुग्नुभन्दा पहिला के गर्नु पऱ्यो, त्यो स्टेप के हुन्छ, त्यो सबै कुरा संस्थागत विकासको तालिममा 2 जना हामी दिदीहरू आउनुभएको छ, म्यामहरूले सिकाउनुहुन्छ। अनि हामी तालिमको बेलामा जान त जान्छौँ, एकदम उत्साहमा जान्छौँ। अब तालिम लिने हो, सिक्ने हो, के गर्ने हो, हामीले त्यो गरेर जान्छौँ। तर तालिमको उद्देश्य हाम्रो घर समाजसम्म पुग्दैन, किनभने हामीले मन लगाएर सिक्दैनौँ। एक दिन आउँछौँ, कहिले ढिलो आउँछौँ, कहिले चाँडो जान खोज्छौँ। अनि तपाईँसँग रिक्वेस्ट पनि छ, 7 दिनको तालिम छ, 7 दिन टाइममा आइदिनु होला। अनि पुरै टाइमसम्म बस्नु होला। तपाईँहरूको खाजा भत्ता आउने जाने सबै व्यवस्था हामी संस्थाबाट हामी लगाएको छौँ। त्यसो तपाईँले केही पनि अप्ठ्यारो पर्दैन, आउँदा जाँदा यातायात पनि छ तपाईँहरूको लागि। अनि तालिम लिन आउँदाखेरि हामी पनि धेरै तालिम दिन पनि दिए। तालिम लिन आउँदाखेरि हामी के गर्छौँ भने उहाँहरू त अब ज्ञानको सागर हुनुहुन्छ, उहाँबाट हामी कतिको क्याप्चर गर्ने, कतिको लिने हो। अब कोहीले एक समुद्र भइरहेछ भने कोहीले गिलास लिएर जान्छ, कोहीले गरी लिएर जान्छ, कोहीले बाटी लिएर जान्छ। हामी त्यहाँ कति लिने हो कि लिनेको लागि हामीसँग त्यो औजार लिएर आउनु होला। पक्कै पनि तपाईँहरू ठुलै बाटे लिएर आउनुहुन्छ, त्योबाट हामी धेरै तपाईँले लिन सक्छौँ। जति छ उहाँहरूसँग धेरै 3-4 दिनसम्मको तालिम हामी सँगै हुनेछौँ। अनि आज यो यति भन्दै मैले, किनभने अब ढिला भइसकेछ, हामी 7 दिनसँगै हुनेछौँ। केही समस्या पर्छ भने हाम्रो टिम पनि छ, उहाँहरूसँग कोर्डिनेट गर्नु होला। म आफै पनि रेगुलर हुन्छु यसमा। धन्यवाद। अनि यो कार्यक्रम